अहिले त सक्कली लगाएको छ पहिलाको पोइबाट लुटेको पैसा भेट्यो होला बाउ आमाले खाइदिएछ भन्थ्यो अहिले भेटेर लगाएको होला के त्यो अहिले चाहिँ सक्कली नै लाएको हो त्यो अहिले चाहिँ पहिला त मेरो सक्कली लाए पनि नाना पहिलाको पोइबाट लिएको पैसा लुटेर खायो भने सक्कली लाए पनि नकली लाए पनि मागेर खाए पनि जे गरे नि हाम्रो मत भएन यो रमा जस्तो सुन्नु न नाना उयो रमा जस्तो मान्छे कुन चाहिँलाई अहिले त्यो चिल्लो पारिरहेको छ त्यो नफाटुन्जेलसम्म हो नफाटुन्जेलसम्म मुजी उतानु परेर देखाए पनि मङ्ग बसा भने हेर्ने हो अनि त्यसपछि त्यो मान्छेसँग सानो खटपट भयो भने त्यसकै मुजी पहालेर हिँड्ने हो के भन्छस् मासु र गाई हामी त खसीको मासु खाथिस् त रमाको घरको छतमा बसेर नि त्यति बेला चाहिँ कसको मुजी हेरेर बसेका थिइस् लएर खुवाउनु पर्थ्यो त उनीहरूलाई के हेरेर बसेका थिइस् त्यति बेला चाहिँ खान पाउन्जेलसम्म आफ्नो खान पाएन भने चाहिँ अर्काको साला रमाले नलुकाएको हो भरतलाई त्यही घरमा लएर सुताउँदा नि लुकाएको थियो त आफू नाङ्गिएपछि अर्कालाई नङ्गाउने काम नगर के बुझिस् नि आफू नाङ्गिएपछि अर्कालाई नङ्गाउने काम नगर तँलाई मन पर्दैन भने आफ्नो बाटो लाग्न ब्लक हानेर कुरै नगर न सिद्धिन्छ त फलानो यो ढिस्कानो यो भन्नुपर्छ खाने बेला खाएर हगिस् अनि त्यसपछि कुरा काटेर हुन्छ मन पर्दैन चुप्प लाएर जान बाटो लाग्न